त्यो बुढो माउले खाइहाल्छ नि आलु खानु हुन्न भने हैन राख्छु नि अस्ति नि 5 किलो जति कति आयो भिडियो छ रेडी करेसा बारीको बेलुकाको करेसा बारीको आहा कस्तो राम्रो रहेछ भाइ यो आलु त उसिनेर खान पाए मिठो हुने यसको त बोट मात्र रहेछ छोड्देऊ कि नखाना भन्न खान्देऊ बिचारा हुन्छ यो आलु सबै मैले रोपिहाल्छु नि कति ठुलो भएको है अस्ति नि 5 किलो जति निक्ले त्यहाँ त त्यो रोपिहाल्छ त्यहाँ बाउले छोड्दे भयो भन्दा त बाउले त्यो छ्याप्की हो बाउले भनिहाल्छ ओ त्यो छ्याप्की हो नि उताको यताको त्यो ल प्याज हो भनेको ठुलो प्याज के अनि त्यसको छ्याप्की बनाउने त्यो हाम्रो बुवाले त्यही थुक्ने त्यही मुद्ने हो हन गरेर मैले त्यो प्याज हाल्न माया लागेर त्यस्तो भिडियो नि बनाएको धोएर राख्दे आमा हौ नि मुट्नी गर्ने सकियो भिडियो